इन्चाङ कसरी बनाएर खानुपर्छ हौ? त्यो इन्चाङको आइटम मलाई सोध न, 3 आइटम 4 आइटमको बनाइदिन्छु म के। एउटा आइटम भनेको छाला त्यसको पानीको छाला खुर्किँदा गर्नुपर्छ। अनि त्यसलाई सानै सानो मसिनो काट्नुपर्छ। त्यहाँदेखि अनि खोर्सानी त्यही अनुसारको काट्नुपर्छ, प्याज त्यही अनुसारको काट्नुपर्छ। आलु चाहिँ उसिनेको हुनु पर्यो होइन। अनि त्यो आलुलाई पनि सानै साना बनायो। त्यहाँदेखि अनि तोरी छ भने अर्थात् अब आलस तिल के छ छोपको लागि होइन। अनि तिनीहरू छोप बनायो। अनि छोप बनाएर अनि टक्कसँगले तेल खार्नुपर्छ। अनि तेल खारेर त्यहाँनिर अनि छैया पारेर लाउनुपर्छ र अनि मजाले साट्नुपर्छ। अनि अमिलो लगाइदिनुपर्छ। भन्छौ तिम्रो साँडे माइली भात त कति बिगाउँछ भन्ने त नि त्यो सादी नै छैन के। त्यसले दबाईको रूपमा पनि काम गर्छ है? दबाईको रूपमा ग्यासलाई एकदम काम गर्छ क्या।